feel the fire夜に溶けてく सो व्हाट्सअप एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ मैले के लिएर आएको छु भन्दाखेरि गोडक्सको वायरलेस फ्ल्यास ट्रिगर मोडल चाहिँ X3C। अनि यसको चाहिँ के कुरा छ अनि कस्तो क्वालिटीमा बिल्ड भएको छ, के फङ्सनहरू छ, त्यो सबै कुराहरू चाहिँ विस्तृत रूपमा भन्ने चाहिँ। सो हेर्दै गर्दै गर्नु होला यो भिडियोलाई है त। अब चाहिँ हामी यो बक्सलाई अनबक्स गरौँ। अनि सो अब चाहिँ हामी यो बक्सलाई अनबक्स गरौँ अनि यस बक्सभित्र के रहेको छ त्यो कुराहरू हेरौँ। अनि त्यसपछि बल्ल यसको फङ्सनहरूदेखि लिएर यो कस्तो क्वालिटीमा बिल्ड भएको छ सबै कुराहरू विस्तृत रूपमा हेरौँ है त। अनि यो बक्स चाहिँ यसरी सट्ट खोल्ने है। अनि यसै बक्सभित्र चाहिँ यो खालको प्रिमियम हैन प्रिमियम प्याकेजिङको साथ आउँदो रहेछ है, यस्तोवाला यस्तो आउँदो रहेछ। अनि त्यसपछि यो बक्सभित्र अरू के आउँछ भन्दाखेरि अब त खासै केही पनि आउँछ नि, सिलिकनको यो यस्तो। अनि त्यसपछि गाइड बुक हैन। अनि अरू आउँछ के आउँदो रहेछ भन्दाखेरि टाइप सी को USB केबल है। यति तीनटा चिज चाहिँ आउँदो रहेछ, यो यति दुईटा केबल अनि यो बक्स है। अनि अब चाहिँ यो बक्सभित्र के छ हेरौँ है त। यो बक्स खोल्दैछु म। यो बक्सभित्र ओ वाउ, गोडक्सले फर्स्ट टाइम यति सानोमा यति राम्रो चिज बनाएर पठाएको रहेछ कि। ल तपाईहरुले देख्न सक्नुहुन्छ हैन, यति सानो चिज के लिटरली यति ठुलठुलो हुन्छ कि हैन। पहिला गोडक्स 1 को म 1 2 अनि त्यसपछि 3 को म तीनटै मोडलहरु यहाँ यो यतापट्टि साइडमा कतापट्टि हुन्छ त्यतापट्टि राखिदिन्छु। सो हेर्नु होला, यो एकदमै सानो छ के, लाइक स्मार्ट वाच हुन्छ नि जत्रो त्यही साइजको नै छ के यो चाहिँ। फर्स्टमा चाहिँ हामी के गरौँ भन्दाखेरि यो बक्सहरु खोलेको छ नि त मैले, यो बक्सहरुलाई पहिला मिलाएर राखौँ। अनि यस्तो यो जताततै छरेको राम्रो देखिदैन नि त। सो यसलाई मिलाएर राखौँ पहिला यसरी, यता कता हुन्छ त्यता राख्ने यता राख्ने भयो। यो चाहिँ यसको केस हैन। अनि मैले चाहिँ फर्स्ट टाइम नै यो युज गर्दै छु है। अनि त्यही भएर चाहिँ के भन्दाखेरि लाइक मैले पनि केही कुराहरु नजानेको हुन सक्छु नि त, त्यो भएर लाइक कमेन्टहरु पास गर्दाखेरि चाहिँ हैन यसले जानेको रहेन रहेछ यस्तो उस्तो भनेर चाहिँ नभन्दिनु होला, किनभने मैले पनि फर्स्ट टाइम युज गर्दै छु। अनि त्यही भएर मलाई कति कुराहरु थाहा नहुन पनि सक्छ नि त। अनि त्यही भएर चाहिँ कमेन्टहरु गर्दाखेरि अलिकति फर्स्ट ट्राई गर्दै छु मैले पनि है। गोडक्स X3C का फिचर्सहरु के रहेको छन् भन्दाखेरि यसमा चाहिँ इजी टच स्क्रिन, डिफरेन्ट फ्ल्यास मोड, TCM फंक्सन, अनि त्यसपछि वायरलेस कनेक्सन, अनि त्यसपछि रिचार्जेबल ब्याट्री, अनि प्लस इजी टु युज छ यो चाहिँ। अब चाहिँ यो ट्रिगरलाई अन गरौँ। यस्तो टाइपको इन्टरफेस छ यसको, यो अन भयो। अनि अब यसलाई चाहिँ डिफरेन्ट मोडहरु सिलेक्ट गर्न मिल्छ, जसमा चाहिँ मोडहरु सिलेक्ट गर्नको लागि यसमा दाब्ने, अनि त्यसपछि कुन मोड सिलेक्ट गर्ने ABCDEF सम्म छ। अनि त्यसपछि 0 1 2 सबै मोडहरु छ। अब चाहिँ म फर्स्टमा ए मोड सिलेक्ट गर्छु, ए मोड सिलेक्ट भयो। त्यसपछि ब्याक जाने, त्यसपछि ए मोडमा कति पावरमा फ्ल्यासलाई ट्रिगर गर्ने त यहाँबाट यो फ्ल्यासको पावर घटबड गराउन मिल्छ। यता माइनस गर्यो भने माइनस भयो, यता प्लस गर्दै गयो भने यसको पावर प्लस हुँदै गयो है। यो एउटा फिचर्स भयो। त्यसपछि योलाई चाहिँ मल्टी पनि गर्न मिल्छ, जस्तै अब एउटा फ्ल्यास मात्रै नभएर दुईटादेखि तीनटा चारवटा गर्नको लागि चाहिँ यहाँ मल्टीमा गएर मल्टी मोडहरुदेखि लिएर सबै मोडहरु, यहाँ अरु मोडहरु पनि छ, TTL देखि लिएर सबै कुराको मोडहरु चाहिँ फ्ल्यास गर्न सकिन्छ। फ्ल्यासमा दिएका कुराहरुलाई सरसर्ती पढ्छु म, के कुराहरु के फिचर्सहरु दिएको छ यो फ्ल्यासको ट्रिगर भित्र। अब चाहिँ के छ भन्दाखेरि त्यो कुराहरु पढ्छु। जस्तै यसमा छ सेटिङ भित्र चाहिँ के छ भन्दाखेरि वायरलेस छ, सिंक छ, शूट छ, अटो अफ, त्यसपछि ट्रिगर डिस्टेन्स, त्यसपछि स्टेप, त्यसपछि TCM, त्यसपछि ट्रिगरबाट त्यो फ्ल्यासको जुम कति जुममा फ्ल्यास हान्ने त्यो वाला छ। अनि त्यसपछि स्क्रिनको ब्राइटनेस, त्यसपछि ल्याङ्ग्वेज, अनि त्यसपछि रिसेट, त्यसपछि यो डिभाइसको इन्फर्मेसन छ है। यति छ यो सेटिङ भित्र चाहिँ। अनि यसपछि चाहिँ यसमा अरु के छ भन्दाखेरि चाहिँ यसमा चाहिँ लाइक यो ट्रिगरबाट नै लाइक अरु ट्रिगरहरुमा जस्तै नै योबाट पनि बत्ती बाल्न मिल्ने, त्यसपछि ट्रिगर ट्रिग हुँदाखेरि चाहिँ यो साउन्ड आउने देखि लिएर नआउने, त्यसपछि यो फ्ल्यासलाई लक गर्ने, त्यो मोडहरु छ। ट्रिगरमा चाहिँ के कुराहरु छ भन्दाखेरि जम्मा 7 वटा बटनहरु छ, लाइक 7 वटा पार्ट्सहरु भने पनि अब जे भन्यो भने जे कुराले डिस्क्राइब गर्न सकिन्छ त्यो कुराहरु डिस्क्राइब गर्न सकिन्छ। फर्स्टमा चाहिँ 1 नम्बरमा चाहिँ स्क्रिन भइहाल्यो,
सेकेन्ड नम्बरमा यो सिलेक्ट डायल भइहाल्यो। थर्ड नम्बरमा छ हाम्रो यो पावर अन अफ बटन। फोर्थ नम्बरमा छ हाम्रो टेस्ट बटन, यो चाहिँ टेस्ट बटन हो। फिफ्थ नम्बरमा छ हाम्रो टाइप सी केबल चार्ज गर्ने ठाउँदेखि लिएर सफ्टवेयर अपडेट गर्ने ठाउँ। 6 नम्बरमा छ यो हाम्रो इन्स्टलेसन र डिट्याचेसन भन्नको मतलब के हो भन्दाखेरि चाहिँ यो अब जस्तै हाल्दाखेरि चाहिँ यो यसरी दाबेर हाल्ने, निकाल्दा पनि यसरी यो दाबेर हाल्ने है। 7 नम्बरमा छ माउन्टिङ स्लट जुन चाहिँ यो हो। अनि 8 नम्बरमा छ जुन यो 5 पिनदेखि लिएर यो मास्टर पिन, यो 7 नम्बरमा यो माउन्टिङ भइहाल्यो। 8 नम्बरमा चाहिँ यो कुराहरू छ है। अहिले चाहिँ मैले यो ट्रिगरलाई यो फ्ल्याससँग कनेक्ट गराइसकेको छु। अब चाहिँ यो ट्रिगर रेडी टु युज छ, जसमा चाहिँ म एकचोटि यो ट्रिगर ट्रिक गरेर देखाइदिन्छु। सिम्पली यो बटन दाबेपछि चाहिँ फ्ल्यास ट्रिगर हुन्छ है त। भिडियोको अन्तिमतिर आइपुगेको छु। अनि यो चिज अर्डर गर्नको लागि चाहिँ हाम्रो चितवन भरतपुरमा रहेको क्यानन हाउस गणेश मार्केट स्थित क्यानन हाउसमा हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। मैले सम्पर्क डिटेल्स चाहिँ कन्ट्याक्ट इन्फर्मेसन यता कतै राखिदिन्छु। यति भन्दै यो आजको भिडियो चाहिँ यही नै समाप्त वा अन्त्य गर्न चाहन्छु। हजुरलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट अनि त्यसपछिदेखि लिएर सजेसन सबै कुराहरू गरिदिनु होला। मन परेमा लाइक, सेयर, कमेन्ट, सब्सक्राइब सबै गरिदिन नभुलिदिनु होला। हस्, नमस्ते, धन्यवाद।